भेरिएबलहरूले भ्यालु स्टोर गर्छ। तर यो पोइन्टर भेरिएबल छ नि, यो पोइन्टर भेरिएबल छ हामीले इन्ट स्ट्रिङ पोइन्टरको मतलब के भन्दा नि यो पोइन्टर पिटिआर भन्ने भेरिएबलले त्यस्तो भ्यालुलाई स्टोर गर्छ। जस यसको मतलब के हो भने इन्ट स्ट्रिङ पिटिआरको मतलब पिटिआर भन्ने यस्तो पोइन्टर भेरिएबल हो जसले मतलब पोइन्टर भेरिएबल भन्ने बित्तिकै अरू भेरिएबलको मेमोरी लोकेसन स्टोर गर्छ नि। पिटिआर भन्ने भेरिएबलले त्यस्तो पोइन्टर यस्तो भेरिएबलको मेमोरी लोकेसन स्टोर गर्छ र यसले त्यो जुन भेरिएबलको स्टोरेज मेमोरी लोकेसनले स्टोर गरेको छ नि त्यो भेरिएबल ले कस्तो टाइपको भ्यालुले स्टोर गर्छ, इन्टिजर टाइपको भ्यालुले स्टोर गर्छ भनेको यसको मिनिङ त्यही हो कि, यसको लिटरल मिनिङ त्यही हो कि यसको मिनिङ। अब सही हो। अब हामीले अब डिक्लेयर गर्नु पऱ्यो। अब डिक्लेयर गऱ्यौँ भने हामीले डिफाइन गर्नु पऱ्यो पिटिआर भन्ने भेरिएबलले के गर्छ, अरू भेरिएबलको भ्यालुले स्टोर गरेर अरू भेरिएबलको मेमोरी एड्रेसले स्टोर गर्छ। भ्यालु होइन, यसले चाहिँ अरू भेरिएबलको मेमोरी एड्रेसले स्टोर गरेर राख्छ। इन्ट यो चाहिँ यो गऱ्यो भने टक्कै यो चाहिँ यो भनेको एज भन्ने भेरिएबल छ नि, यो एज भन्ने भेरिएबल हो, यसको मेमोरी एड्रेसले स्टोर गरेर राख्छ यसले भ्यालुको रूपमा। अब त्यही अब टक्क के अरे हामीले अब फेरि यसलाई प्रिन्ट गर्नु पऱ्यो भने पिटिआर गऱ्यौँ भने के हुन्छ, पिटिआर गऱ्यौँ भने यसले एज भन्ने भेरिएबलको मेमोरी लोकेसनले पोइन्ट गर्छ, प्रिन्ट गर्छ कि यसले। हेरौँ न सेम हेरे एउटै छ है, दुइटै एउटै हो। अनि हेर दुइटै भयो यति तल हेर नि सेम भयो। इन्ट एम्परसेन्ट एज गर्ने बेला नि पिटिआर दुइटै प्रिन्ट गर्ने बेला सेम भ्यालु देखाइरहेछ। त्यो मतलब त्यही हो, यसले एज भन्ने भेरिएबलको मेमोरी एड्रेसले पोइन्ट गरेर आउँछ। त्यही हो। तर फेरि टक्कर हामीले अब यसले यो पिटिआर भन्ने भेरिएबलले यो पोइन्ट गरेको भेरिएबल छ नि, जुन भेरिएबलले पोइन्ट गरिरहेछ त्यो भेरिएबलले कुन मेमोरी त्यो भेरिएबलले कुन भ्यालुलाई स्टोर गरेर राखेको छ, कुन नम्बरले स्टोर गरेर राखेको छ भने हामीले त्यसले प्रिन्ट गर्नु पऱ्यो भने डिरिफरेन्स गर्नुपर्छ यो पोइन्टरले। डिरिफरेन्स मतलब नथिङ फ्यान्सी टर्म भन्ने डिरिफरेन्सिङ द पोइन्टर भन्छ। डिरिफरेन्सिङ द पोइन्टर भनेको चाहिँ पोइन्टरले डिरिफरेन्सिङ गर्नु मतलब त्यसको अगाडि एस्ट्रिक बी गर्ने बित्तिकै पिटिआर भन्ने भेरिएबलले चाहिँ एज भन्ने भेरिएबलको मेमोरी लोकेसनले स्टोर गरेर राखेको हुन्छ र त्यो डिरिफरेन्स पिटिआर भन्ने पोइन्टर भेरिएबलले हामीले डिरिफरेन्स मतलब एस्ट्रिक त्यो अगाडि प्रिन्ट गर्ने बेला एस्ट्रिक साइन लगाएर प्रिन्ट गऱ्यौँ भने त्यसले जुन भेरिएबलको मेमोरी लोकेसन स्टोर गरेर राखेको छ नि त्यो भेरिएबलले कुन भ्यालु स्टोर गरेर गरेको छ त्यो भेरिएबलको भ्यालुले प्रिन्ट गरिदिन्छ। हेर नि ओके 21 प्रिन्ट गरिदिन्छ। अब हेर यही भने हो कि यो चाहिँ 21 प्रिन्ट गर्ने डिरिफरेन्स गर्ने बित्तिकै डिरिफरेन्स मतलब त्यो पोइन्टर भेरिएबलको अगाडि हामीले एस्ट्रिक सिम्बल युज गर्यो, त्यही हो, त्यसको मिनिङ त्यही हो। हामी चाहिँ प्रोग्रामिङ ल्याङ्ग्वेजमा एकदमै इम्पोर्टेन्ट कन्सेप्ट